म्यादी प्रहरीको थोरै कुराकानी गर्न लागिरहेको छु। यहाँ धेरै आज यस म्यादी प्रहरीमा भाग लिनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। उहाँहरूसँग थोरै कुराकानी गर्दै हिँड्छु के कस्तो छ होइन, यहाँको माहौल मैले बुझ्दैछु, हेर्दैछु पनि होइन, कुराकानी गर्छु म थोरै। तपाईँ पहिला नि हुनुभएको थियो दाइ? पहिलोचोटि हो? कस्तो लाग्छ यस म्यादीमा तपाईँ हुन्छ जस्तो लाग्छ? कति वर्षको हुनुभयो? 35 वर्षको हुनुभयो है। घर कहाँ हो तपाईँको? फलाबाङबाट यहाँ आउनुभयो है यस म्यादी प्रहरीको लागि होइन। कस्तो लाग्छ यस म्यादी प्रहरीमा होइन, भर्ती हुँदै गर्दा यहाँको माहौल कस्तो देख्नु भएको तपाईँले? रमाइलो छ है। ठिक छ, तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। सफलताको शुभकामना है। कस्तो लागिरहेको दिदी तपाईँलाई? कति वर्षको हुनुभयो तपाईँ? 41 वर्षको। पहिला पनि हुनुभएको थियो? पहिलोचोटि हो। कुन ठाउँ हो तपाईँ घर? कपुरकोबाट आउनु भएको छ है। ल हजुरलाई सफलताको शुभकामना है। आज हामीले यहाँ थोरै म्यादी प्रहरीको यस स्कुलको प्राङ्गणमा धेरै दर्शकहरू, धेरै साथीहरू हुनुहुन्छ। आजको दोस्रो दिन छ यस तालिमको। हजारौँ भिड छ यहाँ र एउटा भनौँ न 40,000को जागिरीमा यति युवाहरू होइन, नेपाली दाजुभाइ दिदीबहिनी बेरोजगार भइरहेका छौँ होइन। यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यहाँ नेपालको परिस्थिति यस्तै छ, बेरोजगार होइन। म थोरै कुराकानी गर्दै गएँ। तपाईँको हजुर नाम के हो दाइ? मेरो नाम शिवराज बेग है। कति वर्षको हुनुभयो तपाईँ? 29 वर्षको। कस्तो पहिला पनि हुनुभएको थियो कि अहिले? 2 चोटि हुनुभएको थियो। कस्तो लाग्छ अहिले चाहिँ यस माहौल तपाईँले बुझ्दै गर्दा कस्तो लागिरहेको छ? बुझ्दै गर्दा अहिले त्यही देशमा रोजगार छैन, बेरोजगारीले गर्दा सबै युवा जे होस् जागिरी अब त्यही पनि 1 महिनाको लागि अब चुनाव आउँदैछ। चुनावको लागि 1 महिनाको लागि भए पनि अलिअलि घर खर्च चल्छ होला भन्ने हिसाबले सबैजना आउनुभयो जस्तो लाग्छ। अब कति अब सिलेक्सन होला, कति नहोला। ए पक्कै पनि। तपाईँ घर कहाँ? मेरो घर सल्यान लोहामबाट आउनु भएको छ है। लोहाम त्रिवेणी गाउँपालिका छ। ल तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। सफलताको शुभकामना है। हस्। हामी अहिले म यहाँ प्रत्यक्ष एउटा यो स्कुलको प्राङ्गणमा आज म्यादी प्रहरीको यस ठाउँमा मैले भिडियो निर्माण गर्दैछु। यहाँ प्रत्यक्ष आज धेरै हजारौँ युवाहरूको ऊ छ होइन।